हिँड्दाखेरि खुट्टा लडबडाए उनका, बस्दाखेरि अल्गोमा बसे कि होचोमा बसे, अल्गोमा बस्ने हुँदा तल होचोमा बसिदिएर पुर्लुको ढल्दिने, होचोमा बस्ने हुँदा माथि नै ठोकिने। यस्तो विचित्र दशा रामायणमा अद्भुत वर्णन गरिएको छ। त्यस्तो अवस्थामा साधक आफ्नो सुधबुध सबै खोदिन्छ। श्रीमद् भागवतमा त्यस अवस्थाको साधकको अद्भुत वर्णन गरिएको छ। जब व्यक्ति परम प्रेमले आह्लादित हुन्छ तब विचित्र लक्षणहरू उसमा प्रकट हुन्छन्। कहिले ऊ उन्मत्त भूत आदि ग्रहहरूले ग्रसित भए जस्तै भएर हाँस्छ। यदा ग्रहग्रस्त इव क्वचिद, कुनै भूतले पक्रे जस्तो स्थिति पनि आउन सक्छ। क्रन्दते ध्यायन्ति वदन्ते जनम, अद्भुत चिच्याउँदै कहिले त फुटेर फेरि वहाँ गरेर रुन्छ, कहिले ध्यान गर्छ, कहिले वन्दना गर्छ, कहिले बारम्बार लामो लामो श्वास लिन्छ र कहिले विलाप गर्छ, हे जगतपते, हे नारायण, हे दीनबन्धु भनेर पुकार्न थाल्छ। कहिले आफ्नो सारा मन बुद्धि इन्द्रिय भगवानमा लीन गरिदिन्छ, शरीरको सुधबुध बिर्सेर बस्छ। त्यस अवस्थामा उसको लोक लाज आदि सबै छुट्छ। सम्पूर्ण बन्धनबाट ऊ त्यतिखेर मुक्त हुन्छ। निरन्तर भगवत भावमा रहिरहने भएको हुनाले उसको चित्त भगवत आकारले युक्त हुन्छ। तब उसको अन्तःकरणमा स्थित कर्म बीज जलेर भस्म हुन्छ। इस प्रकार भक्तिको अनुग्रहले अन्तर्यामी भगवानलाई आफ्नो अन्तःकरणमा उस साधकले प्राप्त गर्छ। अब तपाईहरू यहाँ साधनामा बस्दा जो अनुभूतिहरू भइरहेका छन्, यो अनुभूतिहरू भगवत अनुग्रह, उस आह्लादिनी शक्ति, परम प्रेम रूपा भक्ति को जागृत को लक्षण हो। जुन भक्ति को लक्षण पूर्व चर्चाहरू हामीले गरिसक्यौं, यो सारा स्थिति यस सुरति शब्द साधनाबाट, यस महायोग साधनाबाट साधकमा अनुग्रह हुन्छ, कृपा हुन्छ। मूल गाँठी कुरा तपाईहरुले यहाँ बुझ्नुपर्छ। हामी अन्य शास्त्रोक्त विधिबाट जब तक गौण अभ्यास गरिरहन्छौं, हाम्रो लक्ष्य केवल संसारको सुख सुविधाको लागि मात्रै हुन्छ। बुझेका पनि छौं कि संसार निसार छ, गर्नुपर्ने भगवानको भक्ति हो भन्ने यो कुरा नबुझेका पनि होइन, बुझेका पनि छौं। तर पनि हामी विवश छौं, हामी बाध्यता छ हाम्रो आफ्नै मनको स्वार्थको पुकार, इन्द्रियों की पुकारमा आफ्नो भक्तिको खर्च गर्छौं। हिजोको चर्चामा मैले भने पहिले त यो मार्गमा मान्छे आउँदैन। सब आज भोलि जीव अर्थपरायण छन्, धर्मपरायण भएर, धर्म सापेक्ष भएर कर्म गर्न भोग्न चाहदैनन्। तो
धर्म सापेक्षित भोग भोग्न चाहने अत्यन्त अल्प जीव छन्। ती अल्प धर्म सापेक्षित जीवमध्ये देवी देवता भूत प्रेत पितृ आदिको आश्रय लिएर तन्त्र मन्त्र झारफुक चिना सिना टुना मुना यो सब जन्तर बुटीको माध्यमबाट यज्ञ अनुष्ठानको माध्यमबाट सुख भोग गर्न चाहनेहरूको समुदाय ठुलो छ। एक इष्टमा एक निष्ठापूर्वक एक सिद्धान्तपूर्वक इष्ट आचरणमा रहने मान्छे अत्यन्त अल्प छन्। अनि जो छन् ती पनि परिपक्व छैनन्। जो सन्त सङ्गत वैष्णव सङ्गतमा आएर बारम्बार सत्सङ्ग सुन्दा उनलाई फकाई ललाई गरेर कर गरेर बाबु भगवानको भक्ति गर, यसैमा तेरो कल्याण छ, भगवान नै तेरो सबै मनोकामना पुरा गरिदिनुहुन्छ, भगवानले पुरा गरिदिनु भएको मनोकामनाले तँलाई सुख मिल्छ, अविनाशी सुख प्राप्त हुन्छ भनेर बारम्बार फकाउँदा 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 यसो अलिअलि लागि टपल्छन्, दीक्षा लिए टपल्छन्, आई टपल्छन्। ती पनि आफ्नो इष्ट आफ्नो गुरुमा निष्ठापूर्वक रहँदैनन्। केही दिन केही वर्ष बाहिर बाहरी मनबाट हुन्छ हुन्छ ल ल हो म त सबै त्याग दिएँ, बस म भगवान र गुरुदेव बाहेक अरू कसैको जान्दिनँ भन्छन्। कतिपय साधक मैले सुन्छु यही सभामा उभिएर म त भगवान पनि जान्दिनँ गुरुदेव बाहेक, मेरो लागि गुरुदेव नै भगवान हुन् भन्ने मान्छेहरू सार्वजनिक रूपले गुरु आचरण छोडेर गुरु छोडेर फेरि कताको तान्त्रिक कताको पण्डित कताको जोगीतिर धाउन थाल्छन्। आफूले बोलेको आफूले गरेको प्रतिज्ञा आफ्नो कमिटमेन्ट बिर्सिहाल्छन्। बल्ल बल्ल लागेकाहरूको स्थिति त्यस्तो हुन्छ। अनि लागिहाले पनि त्यो अनन्य निष्ठा हुँदैन र केही वर्षपछि फेरि दाएँ बाएँ आलाखापाखा भइहाल्छन्। किनभने अन्तर्भक्तिको भाव जागृत भएको हुँदैन, बाहरी प्रयास काम लाग्दैन। त्यो ढुङ्गो जतिसुकै गण्डकीमा डुबाएर राखे पनि भित्र ओभानो नै हुन्छ। काठ भए ढाडिन्छ, ढुङ्गो ढाडिँदैन कहिले पनि। ढाडिन्छ त? न कुहुन्छ न ढाडिन्छ। जसको मन अलिकति पनि गुरु आस्था र परम्परानिष्ठ छ उसैलाई त्यो सत्सङ्ग, त्यो साधना, त्यो अनुग्रह, त्यो कृपा, त्यो आशीर्वाद काम गर्न थाल्छ। तर ढुङ्गोलाई के काम? जति गहिरो दहमा डुबाएर राखे पनि ढुङ्गो न पर्यो। साधना पुरुषार्थ गरौँ र अन्तर्भक्ति जगाउँ, त्यो वृत्ति नै छैन। त्यस्तो अवस्थामा यो सुरति शब्द योगको साधना, यो सिद्ध महायोगको साधना साधक भित्र उसले चाहेर होस् चाहे नचाहेर होस्